अस्थायीलाई थाहै गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाहै गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने तनखा 48% पास गर्न? पढाउने योग्यता पनि चाहिएन किन विद्यार्थी नै छैन। जसले शिक्षकमा जागिर खाए पनि हुन्छ त्यहाँ, किनभने पढाउनु सक्ने विद्यार्थी छैन। निजी क्षेत्र तपाईँले जमिन किन्दा, तपाईँले भवन बनाउँदा, तपाईँले इक्विपमेन्ट किन्दा सरकारले तपाईँलाई पैसा दिएको छैन, तपाईँले ब्याङ्कबाट लोन लिएर इन्ट्रेस्टमा लोन लिएर ती सबै काम गर्नु परेको छ भने तपाईँले फ्रीमा ती कामहरू गर्न सक्नु, निःशुल्क गर्न सक्नु। सजिलो छ नि, सरकारले पैसा दिन्छ भने त 75% मात्रै छात्रवृत्ति किन 100%लाई दिए भने 48% केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रो बिघ्न टिचर छन्। अस्थायीलाई थाहै गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाहै गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने तनखा 48% पास गर्न?